विप्रलब्धि। रातको समय छ। म खाटमा लम्पसार बसिरहेको छु। माथिको ढलान हेरिरहेछु एकनास। मेरो मनको कोठाको ढोकाबाट अवसाद, पछुतो, हार र विप्रलब्धि एक एक गर्दै छिर्छन्। उनीहरू मेरो सामु बस्छन्। मनमा विभिन्न प्रश्न उब्जिन्छन्। यो के भइरहेछ मलाई? यो कुन खाल्डोमा छिरे म? मेरा सपनाहरू कहाँ गए? किन छताछुल्लो पोखिँदैछन् मेरा आकाङ्क्षाहरू? यस्तै प्रश्न गर्दै तिनीहरूसँग म नाता गाँच्न पुग्छु। उनीहरूकै अस्तित्वमा म मेटिन चाहन्छु। अलप हुन चाहन्छु यो संसारबाट। मनले भन्छ, अब के नै गर्न सक्छु र म? मेरो जीवनमा मेरो कुनै अधिकार छैन। मेरो मन मस्तिष्कमा मेरो कुनै बस छैन। मेरो जीवनमा कुनै जीवन नै छैन। होइन, होइन, तिमी गलत सोचिरहेका छौ। तिमी गलत दिशातिर लागिरहेका छौ। यो सब समयको खेल हो। अब सब समयलाई नै छोडिदेऊ। यो बुझ कि जो ढोकाबाट छिर्छन् उनीहरू ढोकाबाटै निस्किन पनि सक्छन्। आफूलाई दह्रो बनाऊ। आफ्नो दृष्टिकोण बदल। केवल कुर, धैर्य गर। किनकि जब रात सकिन्छ तब दिन पनि आउँछ र दिनसँगै आशा, साथ र स्पष्टता आउँछन् त्यही ढोकाबाट। अब तिमीले मात्र ढोका खोलिदिनु पर्छ। गुम्साएर नराख यी भावनाहरू। पोखिदेऊ सब भावनाहरूलाई। अनि बल्ल दिनको प्रकाश छाउँछ तिम्रो जीवनमा। अनि बल्ल तिमी जीवित हुनेतर्फ लाग्नेछौ।